ल साथीहरु फाइनली हामीले एउटा गङ्गटो समात्यौं त्यो ढुङ्गो उचाला सोच्यो रविन्द्र तिमी ढुङ्गो उचाला त्यो अब यो छैन होला छैन हेलो साथीहरु दर्शक नमस्ते सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला म फेरि सधैँ तपाईहरु माझ उपस्थित भइसकेको छु साथीहरु म आज स्पेशल भिडियो लिएर तपाईहरु माझ उपस्थित भइसकेको छु म चाहिँ आज स्पेशली भन्नै पर्दा म आज मोरङ जिल्लाको जाँते भन्ने ठाउँमा छु जहाँ चाहिँ यो लेटाङ र मिक्लाजुङ जोड्ने एउटा तेली खोलाको पुलमा बसेर म अहिले बोलिरहेको छु साथीहरु अहिले म भन्नै पर्दाखेरि मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 5 अवस्थित म अहिले मेरो भाइको घरमा छु तपाईहरु माझ म एउटा भिडियो देखाउँदै गइरहेको छु दृश्यहरु देखाउँदै गइरहेको छु तपाईहरुले मेरो यो भिडियोलाई हेरेर साथ दिनुहुनेछ भन्ने र मेरो यस भिडियोलाई साथ दिएर लाइक र सब्स्क्राइब गर्न भने नभुल्नु होला म अहिले तपाईहरुलाई म यहाँ घुमेको दृश्य देखाउँछु विशेष गरेर म यो पुल घुमेको अहिले म यो पुल घुमेको दृश्य देखाउने छु पुल निकै लामो छ यो मिक्लाजुङ र लेटाङ जोड्ने एउटा यो तेली खोलाको पुल हो र यो पुलको प्राङ्गण बसेर म तपाईहरु माझ बोलिरहेको छु साथीहरु र तपाईहरुलाई मैले विशेष गरेर म आज स्पेशली एउटा दृश्यहरु देखाउँदै छु जुन दृश्य चाहिँ म पुलमा चढेको त्यसपछि माछा मारेको हैन देखि लिएर गएर सकेसम्म तपाईहरुलाई म यहाँको सम्पूर्ण दृश्यहरु देखाउन गइरहेको छु भिडियोलाई स्क्रिप्ट नगरिकन हेर्नु होला मेरो युट्युब च्यानललाई लाइक र सब्स्क्राइब गरेर भने नभुल्नु होला साथीहरु म तपाईहरुलाई दृश्यहरु देखाउँछु लेट्स गो र साथीहरु तपाईहरुलाई म दृश्यहरु देखाउँछु मैले यहाँ चाहिँ म अहिले ठ्याक्कै यो तेली खोलाको लेटाङ र मिक्लाजुङ जोड्ने पुलको मुनि बसेर म बोलिरहेको छु अहिले तपाईहरुलाई म अब दृश्यहरु देखाउँदै जाने छु अब आज चाहिँ हामी एउटा प्लान बनाएर आएको छौं माछा मार्ने अनि त्यसपछि लिएर गएर चाहिँ स्पेशली हामीले चाहिँ यो सिमसाग पनि टिप्ने र यहाँको दृश्यहरु खिच्ने भन्ने जमर्को साथ म यहाँ उपस्थित भइसकेको छु साथीहरु तपाईले भिडियोलाई अन्तिमसम्म हेर्नु होला हेरेर साथ दिनु होला तपाईहरुको राय सल्लाह सुझाव पनि लेख्नु होला र मेरो युट्युब च्यानललाई लाइक र सब्स्क्राइब गर्न पनि नभुल्नु होला साथीहरु म तपाईहरुलाई सम्पूर्ण दृश्य देखाउँछु पुल चढेको सिमसाग टिपेको माछा मारेको देखि लिएर गएर सकेसम्म सम्पूर्ण दृश्यहरु यो यहाँको परिवेश यहाँको दृश्यहरु सबै देखाउँछु भिडियोलाई अन्तिमसम्म हेर्नु साथीहरु लेट्स गो तपाईलाई देखाउँछु प्रवेश गरेर देखाउँदै छु देख्न सक्नुहुन्छ साथीहरु यो पुल छ यो जाँतेको पुल यता जाँते बजार र यता बेलटार जोड्ने एउटा पुल तपाईले देख्न सक्नुहुन्छ दृश्य म पुलमा प्रवेश गरिसकेको छु पुल पनि लामो छ यसको हाइट पनि हेर्न सक्नुहुन्छ धेरै माथिसम्म छ यसको हाइट पनि आज कहाँ आएको तिमी कसो घरमा आएको खै त भनेको अनि हर्षिका के छ ठीक छ नाम के हो रे हर्षिका के तिमी कति क्लासमा पढ्छौ 3 मा पढ्छौ है आज तिमी कहाँ आएको हो माछा मार्न ए माछा मार्न आएको अनि यता कसो घरमा आएको आन्टी घरमा आएको ए ल ठिक छ ल अङ्कल आन्टी खै त गइसक्नु भयो ए वहाँ पुगेछन् ल अङ्कल आन्टी ल ल ल जाउँ ल तिमीलाई कस्तो लाग्यो दृश्य यहाँको राम्रो लाग्यो है जस पहाडको फेदीमा पर्ने रहेछ र पनि दृश्यको हिसाबले एकदम राम्रो छ हावापानी पनि एकदम ठ्याक्कै एकदम स्वस्थ छ राम्रो छ ल साथीहरु यो पुल लब हामी पास भएर उता भएर फर्केको फेरि अब फर्केर हामी चाहिँ यता तलतिर जाँदैछौँ अब आज मेसो मेलो मिल्यो भनेदेखि यसो घुमौँ भनेर माछा मारौँ पनि भनेको के को माछा साछा त अब अहिले सखाबै पारिसकेका छन् जताततै खोलामा करेन्ट लगाएर बिस हालेर र भए पनि जस खोलाको आसपास घुम्न आइयो भने शीतलता चाहिँ प्रदान हुने रहेछ एकदम शीतल छ अघिसम्म घरमा असिन पसिन भएर बसिएको थियो अब अहिले चाहिँ यता ल यस्तै छ साथीहरु तपाईलाई मैले दृश्य देखाइसकेँ लगभग म पुलको बीच भागमा आइसकेको छु यतातिर मान्छेहरुको चहलपहल पनि एकदम राम्रै लाग्यो यहाँको समाज यहाँको चाहिँ बस्ती यहाँको परिवेश यहाँको हावापानीको हिसाबले मलाई चाहिँ एकदम रमाइलो लाग्यो र मलाई एकचोटि एउटा सानो छोटो भिडियो बनाऊँ भन्ने एक किसिमको उत्सुकता जागेको भएर मैले छोटो भिडियो बनाएँ साथीहरु देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पुरा बगर छ तल खोलो यता यो साइडमा जाँते बजार भयो भने यो साइडमा चाहिँ अब यता के भन्छ बेलटार भन्छ हैन यता बेलटार साइडपट्टि पर्यो जो अब यहाँ मान्छेको मात्रै आउजात नभए यहाँ बाइक पनि आउजात गर्ने रहेछन् सानो सवारी बाइक पनि यहाँ चाहिँ पास हुने रहेछ
ठिक छ सानो गोरेटो छ यतापट्टि भने यतापट्टिबाट बाइकहरू जाने बाइकहरू आउजात हुँदो रहेछ यो पुलबाट भनेदेखि त्यो बाटोबाट त्यो देखिएको बाटोबाट चाहिँ साथीहरू अब ट्र्याक्टरदेखि लिएर गएर गाडी नै समेत हिँड्ने बाटो छ त्यहाँनिर यतैबाट आएछन् ल भुरा यतैबाट आएछन् ल ए ल यतैबाट आएछन् ल भुराहरूले भुराहरू यतैबाट आएछन् मेरो चाहिँ अब साडु भाइको छोराछोरी अब आफ्नो पनि छोराछोरी होइन ल अब ल है त ल रेस ल ओहो ओहो हेलो हेलो स्टप गर्नु पऱ्यो नि त हेत तेरिका अनि स्कुल गएर आएपछि हेलो खोइ त आइ गरेको यता आएर स्कुल गएर आएको हो अनि आज किताब पाइयो खोइ त्यो किताब झोलामा छ बहिनी छोडेर आएको बहिनी छोडेर आएको कति कक्षामा पढ्ने र अहिले 2 मा हो स्कुलको नाम के हो ए ल ल कान्छी आऊ त आऊ न अनि कान्छी पनि कति चाँडो आएको त अनि आज नपढेको पढेको ए तिमी कति कक्षा रे तिम्रो नाम भनिदेऊ त सृष्टि भुजेल हो ए तिमीलाई पनि स्कुलको नाम त आउँछ नि भन त हो ए ल गुड ल अब यतातिर नि हेलो कहाँ आएको हामी बाटो कहाँ ल साथीहरू म चाहिँ झोलुङ्गे पुलको यात्रापछि सर्लका झोलुङ्गे पुलको यात्रा गरियो झोलुङ्गे पुल चढियो पनि होइन त्यसपछि बाबु नानीहरू पनि स्कुलबाट आए जम्का भेट भयो अब त्यसपछि चाहिँ अब हामी यहाँ अब यता खेतमा यहाँ चाहिँ तपाईँको सिमसाग पाउँछ भन्ने कुरो भएको छ सिमसाग सायद कतिपयले त खाइसक्नु भएको होला खान नपाएका नखाएका साथीले थाहा नपाएका साथीहरूले पनि हेर्नु होला है त हामी सिमसाग टिप्न जाँदैछौँ अब हाम्रो परिवारहरू सिमसाग टिप्नको लागि अगाडि बढिसकेको अवस्था छ म चाहिँ पछि हिँड्दैछु परले मिठो लाग्छ मलाई पनि साथीहरूलाई पनि मिठो लाग्ला कतिपय साथीहरूले त सिमसाग खानु पनि भएको होला नखानु भएको साथीले हेर्न सक्नुहुन्छ के छ सिमसाग कति टिप्यो अनिता कति टिप्यो सिमसाग हो ए कति टिप्यौ तिमीले ओहो ल सिमसाग चाहिँ काइता छ ल राम्रो छ सिमसाग राम्रो छ ल सिमसाग यही नै हो साथीहरू सिमसागको दृश्य देखाउँछु तपाईँलाई म सिमसाग राम्रो छ सिमसाग चाहिँ एकदम सानो सानो रहेछ है मान्छे टिप्दै लाँदै गरेर रहेछन् होइन त यो सिमसाग ए ए ल ठिक छ कहाँ पर पनि छ ल जाउँ त त्यसपछि पर छ भनेदेखि कति टिप्यौ तिमीले कति एक मुठी मात्रै हो ए ल ठिक छ यहाँ अब हाम्रो नालावाला पनि आछौँ सबैजना हामी नालावाला सहित आएको छौँ ओहो भेट्यो क्या भेट्यो ठुलै भेट्यो जस्तो छ ठुलै भेट्यो के होला समयसम्म झ्याप्पसम्म पोलपाल पारेर खानुपर्छ होइन झ्याप्पसम्म ल ठुलै भेट्यो जस्तो छ अब यहाँनिर कहाँ छ खुट्टा त टोक्दैन नि है त्यहीँ छ हो त्यसलाई पक्लका मार त कहाँ छ खोइ खुनै निकाले मऱ्यो भने चाहिँ ओहो ल ल आयो कहाँ खोइ ल ऊ त्यहीँ गयो फेरि ल ल ल त समाउँ त हो त्यसो गर त खुट्टा भाँचिएछ ल ए ल ल ल ल मारियो यति भएपछि मारियो ल यो खाना हुन्छ किन ल साथीहरू फाइनली हामीले एउटा गौँटो समात्यौँ अब माछा पनि छ कि छैन हेर्छौँ गौँटो समात्यो ल खोइ त छोरीले हालेको ल ल केही हुँदैन ल है त केही हुन्छ केही हुँदैन ल गौँटो समात्यो ल ल साथीहरू फेरि पनि आएछ ए गङ्गटो आयो फेरि पनि गङ्गटो आयो साथी यो समात्यो आज फेला परियो अर्को पनि फेला परियो लगभग 1 पाउ जति मारियो मिठो हुन्छ राम्रो हुन्छ है अर्को पनि ले हे ल अर्को पनि आयो अन्न पनि रहेछ ल ठिक छ ल ओ माछा आयो फेरि ल माछा फेरि ल माछा पनि रहेछ ल माछा पनि छ ल माछा पनि मारौँ त्यसैदेखि ल साथै तपाईँलाई प्रत्यक्ष दृश्य देखाइरहेको छु है अब हामी चाहिँ एउटा खोलामा पनि आइपुगेछौँ पुलको भ्रमणपछि हामी खोलातर्फ लागेर खोलामा हामी
खोलामा आएर सिमसाग पनि टिप्यो लगभग 1 केजी भन्दा माथि सिमसाग टिप्यो भनेदेखि गङ्गटा पनि टिपिएछ। अब गङ्गटा पनि पोलेर खान पनि मिठै हुन्छ, फ्राई गर्दा पनि झनै मिठो हुन्छ, एकदम मिठो छ, राम्रो हुन्छ। अब मेरो भाइ रविन्द्र मिस्टर रविन्द्र यहाँ चाहिँ एकदम भिडिरहेको अवस्था छ साथीहरू। रविन्द्रलाई म डिस्टर्ब गर्दिनँ, किनभने मैले डिस्टर्ब गरेँ भनेदेखि यहाँ गउँटो फुत्किन्छ, मासु फुत्किन सक्छ होइन। अब माछो र गङ्गटो फुत्क्यो भनेदेखि आजको मिसनै हाम्रो के हुन्छ, रद्द हुन्छ क्या। त्यही भएर मैले यहाँनिर जसरी पनि समाउनु पर्छ है। मासु भए माछे लाने, गउँटो भए गउँटै लाने भन्ने छ होइन। त्यस कारणले अब एउटा जिम्मेवारी छ मेरो रविन्द्र भाइलाई। त्यही भएर चाहिँ रविन्द्र भाइ एकदम यहाँ भिडिरहेको अवस्था छ। समो त ठुलो खालको थियो त, खोइ त्यो ठुलो खालको खोइ पक्रिसक्यो हो। ए ल ठिक छ, ल ल हामी चाहिँ अब यो चारीमा छौँ है, हामी खोजिरहेको अवस्था साथीहरू। तपाईँले हेर्न सक्नुहुन्छ एकदम दृश्य राम्रो छ। खोलामा शीतलता त्यत्तिकै छ भनेदेखि तपाईँको माछा नपाए पनि तरकारीलाई चाहिँ हामीले आज खाँचो गरेको छैन, किनभने हामीसँग सिमसाग पनि टिपेर राखेको छ। सिमसाग कति छ देखाउ त, यहाँ सिमसाग खै खोलेर प्लास्टिक देखा त सिमसाग। म तपाईँलाई सिमसाग ल साथीहरू, सिमसाग पनि हामीसँग यति भइसकेको छ, लगभग 1 केजी भन्दा माथि सिमसाग पनि। अब हामी गङ्गटा पनि लगभग भइसकेको अवस्था छ। ल ल ल ए हे फेरि आयो क्या, ले फेरि पनि यिनीहरूले पक्रिहालेको छ। ल आज 1 किलो जति गङ्गटा चाहिँ ल सर्लक्क फ्राई गरेर खानुपर्छ आज साथीहरू होइन। अब यहाँ यिनीहरूका बुढाबुढी रविन्द्र भाइका बुढाबुढी पनि भिडिरहेको अवस्था छ यहाँनिर, तपाईँले देख्न सक्नुहुन्छ। रमाइलो छ दृश्य एकदम होइन। त्यो ढुङ्गो उचाला सोध्यो रविन्द्र तिमी, ढुङ्गो उचाला त्यो अब ए छैन होला, छैन ओ गानो जान्छ, ए गानो जान्छ भने गानो जान्छ क्या, गानो ले 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 पल्टाइ खारेको हो त। कहाँ माछा देखा खोइ, कत्रो माछा देखो हो र, ए मारेको नि मारे छैन। ए ल हाम्रो माछा मार्ने क्रम जारी नै छ साथीहरू। यतातिर माछा मारेको अवस्था, यतातिर त्यस्तै सबै। हामी चाहिँ सर्लक्क आज माछा मारेको अवस्था छ। सर्लक्क लाएर गङ्गटा पनि मार्यो, माछा पनि मार्यो। जोस् यहाँको ठाउँ पनि घुम्यो, नयाँ ठाउँ मेरो लागि चाहिँ अब अलिकति पहिलो ठाउँ हो यो। एक आफैमा जुङ्गा पालेर चाहिँ एकदम प्रसिद्ध बसेको मान्छे होइन, दारी पालेर बोकाएको भन्दा पनि ठुलो दारी छ भाइको। ल अब भाइले यहाँ के निकाल्ने हो हेर्न बाँकी छ, अब हेरौँ होइन। सायद यसमा केही हुनसक्छ, केही छ। त्यो ढुङ्गा उचाल्न त सकिँदैन होला, ए उचाल्यो केही छ के हो, टोक्रा फेरि हात अघि जस्तो ए भ्याएको त रहेछ त्यो पनि खान्छ। त्यो त केही होइन, त्यो त ढुङ्गा। ए यो त घोङ्गी यार, घोङ्गी होइन र यो घोङ्गी हो तर नखानु हुने। ए घोङ्गी पनि रहेछ ल साथीहरू, घोङ्गी पनि मरिसकेको। ए ल घोङ्गी पनि खैले यसमा त छैन क्यारे, के छ यसमा? अर्को मान्छे छक्कियो, आफै बनाउँछ नि फेरि छोरा छैन होला है। ए के नडराइकन गर यार तिमीले यार। ओहो भाइ ल अरू निमा के बिकेको थियो? माछा चटपटी लिएर आएको, पसलमा गएर चटपटी पनि ल्याइसकेको हो। अङ्कल ठुल्बाबाहरूलाई र बुवाहरूलाई चाहिँ अलिकति गर्मी भयो भनेर होला हो, भोक लागिसक्यो भनेर हो ल्याएको हो। ल छोरीले ल्याइन्छ, ल छोरीले ल्याइन्। ल अब ठिकै छ। अनि यता अरुण के छ? ठिक छ? ठिक छ है, स्कुल पनि गएर आइयो आज, रमाइलो लागेछ नि? ए ल ठिक छ। ल अरुणिमा पो देखाउ त कस्तो चटपट्टा खोइ। ए हे ल फेरि अर्को आएछ, ल फेरि के तेरेको यो पो आएछ फेरि। ल यो जिउँदैछ साथीहरू, यहाँ जिउँदैछ यो जिउँदैछ। अब लाउ त यो पक्ड त। मेरी बुढी सुरी छिन् क्या, जे पनि झ्याप्प समातिहाल्छ नि। गङ्गटोलाई गउँटै तर्सिन्छ तिमीदेखि त है। ए गउँटो छ रहेछ ल। ए ल आजलाई फ्राई हुने भयो ल। ए ल त्यहाँ पनि रहेछ ल ठिक छ। ल यहाँ पनि रहेछ। ल एउटा चिज मात्रै फेला खायो, त्यो चिज भनेको माछो पाइएन, तर माछो केही पाइएको छ। 2-3टा माछा पनि मारिएको छ। गङ्गटो मारियो, यति छ गङ्गटो लगभग आधा किलोभन्दा बेसी छ गङ्गटो। त्यसपछि हामीले सिमसाग पनि ल्याइसकेको अवस्था छ। सिमसाग पनि हामीसँग टन्नै छ। सिमसाग 2 किलोभन्दा माथि छ सिमसाग। एउटा माछा पनि अब 2-4टा मारिरहेछ साथीहरू। जस ठिक छ। ल साथीहरू तपाईँलाई मैले आजको भिडियोमा देखाइसकेँ। ल त साथीहरू तपाईँलाई मैले सबै सम्पूर्ण दृश्य देखाइसकेँ। तपाईँले दृश्यहरू देखिसक्नु पनि भयो। आज हामी विशेष गरेर घरबाट निस्केको चाहिँ
दुई तिनवटा प्लान गरेर निस्केको थियौँ। एक त अब हामी त अहिले मौसम गर्मी छ, गर्मीको मौसममा खोलातिर गयो भनेदेखि यसो चिसो पनि हुने, यहाँको प्राकृतिक सौन्दर्यतासँगै एउटा रमाउनु पनि पाउने, यहाँको परिदृश्य हेर्न पाउने र त्यसपछि यहाँ चाहिँ सिमसाग टिप्ने, त्यसपछि लिएर गएर चाहिँ यहाँ पाइयो भने माछा मार्ने भनेर आएको, सर्प भेट्यो होइन केही छैन, अनि माछा मार्ने, सिमसाग टिप्ने र यहाँको परिदृश्य हेर्ने भन्ने हिसाबले हाम्रो परिवारै सम्पूर्ण परिवार लिएर म यहाँ आएको थिएँ। अब तपाईँले यतिन्जेलसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभयो, मेरो युट्युब च्यानललाई लाइक र सब्सक्राइब गर्नु भन्ने नभुल्नु होला साथीहरू। आगामी दिनमा फेरि भेटौँला। हस्त, नमस्ते, जय नेपाल।